घन्टे ग्याङका विवेकहीन र मानवता रहित मान्छेहरू हो यो माथिको घर हेर। यो घर अहिलेका पर्यटन मन्त्री खड्गराज पौडेल गणेशको पोखरा 14 स्थित मजेरी पाटनमा रहेको सुकुम्बासी बस्ती र सार्वजनिक जग्गा अधिग्रहण गरेर बनाएको, कब्जा गरेर बनाएको महल हो। उनले पोखरा विमानस्थलको जग्गा पनि लामो समयसम्म चाहिँ तपाईँको कब्जा गरेका थिए, धेरै जग्गा, र त्यहाँ ठुलो लाभ उठाइरहेका थिए, र पछि राज्यले त्यसलाई अधिग्रहण गरेर उनलाई त्यहाँबाट हटायो। अहिले पनि वडा नम्बर 26 र 14 जोड्ने विजयपुर खोलाको ठुलो भूभाग चाहिँ उनले कब्जा गरेका छन्, र त्यहाँ एउटा मजेरी मन्जिल नाम गरेको रेस्टुरेन्ट सञ्चालन गरेका छन्। गरिबका घर लडाउने, टहरा लडाउने, गरिबलाई रुवाउने र अलपत्र पार्ने र गरिबको आँसुमा रमाइलो मनाउने घन्टे ग्याङ र त्यसका स्वनामधन्य र सर्वोच्च नेता प्रधानमन्त्री बालेन्द्र शाहले अब के गर्छन्? गरिबका आँसुमा मात्रै हाँस्छन् कि आफ्नै मन्त्रीको पनि घर लडाउन तयार हुन्छन्? यो अब आगामी दिनले देखाउनेछ।